हेलो जय मसी सबैजनालाई। आज तपाईँहरूको माझमा म केही महत्त्वपूर्ण कुराहरू बताउन गइरहेको छौँ। आमेन। परमेश्वरले तपाईँको परिवारदेखि सबैलाई सुरक्षित राख्नुभएको होस् र आशिष दिनुभएको होस्। अहिले यो समयहरूमा धेरै ठाउँमा भूकम्पहरू गइरहेको छ, अनिकाल होइन, महामारी, त्यो विपदाहरूदेखि सबैलाई छुटकारा दिनुभएको होस् र सबैलाई आशिष दिनुभएको होस्। यदि तपाईँ परमेश्वरको असल छोराछोरी हुनुहुन्छ भने चाहिँ नि परमेश्वरले तपाईँको दुःख, पीडा, समस्या होइन उहाँ जान्नुहुन्छ र उहाँले तपाईँलाई त्यहाँदेखि छुटकारा दिनुहुन्छ। आमेन। यदि तपाईँ परमेश्वरको असल छोराछोरी हुनुहुन्छ भने चाहिँ नि तपाईँले परमेश्वरको इच्छा पालन गर्नुपर्छ र उहाँको वचनअनुसार तपाईँ हिँड्नुपर्छ। यदि तपाईँ परमेश्वरमा विश्वास त गर्नुहुन्छ तर उहाँको इच्छालाई पालन गर्दैन र उहाँको वचनअनुसार बोल्दैन, वचनअनुसार हिँड्दैन भने चाहिँ नि तपाईँ परमेश्वरको असल छोराछोरी हुन सक्दैन। जसरी चाहिँ परमेश्वरले बाइबलमा भन्नुभएको छ, हेर यिनी हुन् मेरी आमा र मेरी भाइहरू, किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यही नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा। आमेन। परमेश्वरले वचनमा यसरी भनेको छ कि तपाईँहरू कसैले परमेश्वरको आमा र परमेश्वरको भाइ र परमेश्वरको बहिनी को हुन् भनेर त सोधिरहनु भएको छैन नि। जसरी चाहिँ बाइबलमा हामीले हेऱ्यो भने मानिसहरू जब परमेश्वरको वरिपरि भेला भए अनि त्यो मानिसहरूले चाहिँ परमेश्वरलाई सोध्नुभयो, हेर्नुहोस् तपाईँको आमा र तपाईँको भाइहरूले बाहिर तपाईँलाई खोज्दै हुनुहुन्छ। अनि परमेश्वरले तिनीहरूले जवाब दिनुभयो, मेरी बहिनी र मेरी भाइ र मेरी आमा को हुन् है। फेरि तिनीहरूलाई भन्नुभयो, वरिपरि परमेश्वरले हेरेपछि अनि तिनीहरूले जवाब दिनुभयो, यिनी हुन् मेरी आमा र मेरी भाइ, किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यही नै मेरो आमा र मेरो भाइ र मेरो बहिनी भनेर परमेश्वरले त्यहाँ त्यसरी भन्नुभएको हामीले देखिन्छ। यी वचनहरू मर्कुस 3 अध्याय 33 पददेखि 35 पदसम्म हजुरहरूले त्यहाँ पाउन सक्नुहुन्छ। आमेन।